हेलो एन्ड वेलकम ब्याक टु न्यू भ्लग गाइज। आज चाहिँ हामी राइड जान लाग्छौँ आफ्टर भेरी 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 लङ टाइम। यो इयरफोन लगाएर चाहिँ बाटोमा प्लिज नहिँडिदिनु होला, एउटा विनम्र अनुरोध मान्छेहरूलाई। बिकज यत्रो ठुलो साउन्ड भएको बाइकको आवाज त सुन्नु भएन भने सानोतिनो बाइकहरूले त ड्याङ्गै हानेर हिँडिदिन्छ। बिकज यु विल नट नो वाट इज कमिङ आउटसाइड अफ यर इयरफोन्स होइन। सो अहिले चाहिँ म दिवसलाई पिक गर्न जान लाग्छु अनि दिवसलाई पिक गरेर त्यस पछाडि उमङ्गहरूलाई भेट्नुपर्ने छ। आज हामी चाहिँ 4 जना घुम्न जान लाग्छौँ अनि प्रिटी युजुअल डेस्टिनेसन होइन। हामी फेरि मोहिनीहरू झर्न जान लाग्छौँ। हामी होइन, म चाहिँ मेरो लागि चाहिँ फेरि हो, किनकि म त धेरैचोटि गइसकेँ। तर अरूलाई 3 जनालाई चाहिँ एकदम नयाँ नौलो छ यो ठाउँ चाहिँ। अनि कुलेखानसम्म त गएको छन् केटाहरू, तर त्योभन्दा उता गएको छैनन्। सो इफ आई गो अलिकति सजिलो हुन्छ उनीहरूलाई पनि अनि मेरो लागि पनि, यसो भिडियो कन्टेन्ट हुन्छ भनेर हिँडिरहेको छु म चाहिँ। सो दिवस भएको ठाउँमा चाहिँ म आइपुग्न लागि एन्ड यहाँबाट चाहिँ हामी फ्युल अप गर्छौँ अनि त्यस पछाडि बाइक यसो चेक गर्छौँ, हावा मोबिल सोबिल, त्यस पछाडि चलिदिनु पर्ने हुन्छ है त। यसो बाइकको आवाजले नै बोलाइदिउँ न भनेर। आज चाहिँ म फुल अन पिलियन प्रिन्सेस भएको छु है हर्नीको। पुरै पिलियन प्रिन्सेस भइहाल्छ। अनि यहाँ राइडर हर्नी केटो पुरै रफ्तारमा छ होइन। मलाई 10 मिनटमा कुपन्डल पुऱ्याउँछु भने केटोले बिस्तारो बिस्तारो चलाऊ भन्छु म चाहिँ। मलाई डर लाग्छ पछाडि बस्नु होइन। अलिकति केही बोल्ने भने मैले मात्र भने ठ्याक्कै उल्टो हुन्छ क्या। केटो सेफ राइडर हो, खोला जाने होइन त। ल अहिले उमङ्गेहरूलाई भेटौँ अनि त्यस पछाडि अनि गफ गरौँला। सो हामी सेफली आइपुग्यौँ यहाँसम्म चाहिँ है, पिपल बोर्डसम्म चाहिँ आइपुग्यौँ। अब उमङ्गेहरू कहाँ छन्? हर्नीले पुरै ट्राफिक राइडर हानिरह। चल्दिउँ ल जाउँ। हेलो यहाँ जाम नगरौँ न ल, जाउँ ल। पागल कुदाइरह हर्नीले। डर त किन लाग्ने हो र। सो हामी चाहिँ अब चन्द्रगिरीतिर पुगेपछि भेट्छौँ गाइजहरूलाई होइन। त्योभन्दा अगाडि त त्यही हो घान्द्रेङ गुन्द्रुङ। हेलो कहाँ आइपुग्यो? ल निर्माण कार्य हुँदैछ। हामी चाहिँ चन्द्रगिरीको टुप्पा आइपुग्यो। अब म राइडमा छु। ल पर्खिरह ल, जाउँ होइन त। सो आजको हाम्रो राइड चाहिँ मोहिनी झर्नासम्मको हुनेवाला छ गाइस। अघि चाहिँ म पछाडि बसिरहेको थिएँ, दिवसले मेरो 3 ठाउँमा सातो खाइदिइसक्यो होइन। त्यही भएर 4 ठाउँमा अनि ठिक छ जे होस्, बाइकले राम्रै पर्फर्म गरिरह अहिलेसम्म। अलि र फिल भइरह बाइक। ठिक छ, अब यहाँबाट त मजाको छ बाटो, सजिलो बाटो म चलाउने, अप्ठ्यारो तिमी चलाउने भन्ने भएको होइन हाम्रो कुरो। पुरै कुइरी मण्डल छ त दादा। पानी परेको थियो नि त अहिले तलबाट।
महिनामै बाटो बन्छ ल 6 महिनापछि चाहिँ राम्रो हुन्छ। अहिले यो झालिसकेको छ अहिले चाहिँ यो ग्राभल बेस हाल्दैछन् केटाहरूले, ढलान सलान पिचसिच के गर्छन् जे होस्, अबको 6 महिनापछि घुम्न आउनेलाई चाहिँ राम्रै हुनेवाला हा। हामी फेरि सुख होइन दुःख खोज्ने मान्छेहरू पऱ्यौँ हामी जहिले दुःख गर्छौँ जहाँ पनि है, सिस्नेरी जाँदा पनि त्यस्तै दोस्रोचोटि त हाम्रो कहिले सुख भएकै आएको छैन छैन। छैन। ल है गाइज, हामी चाहिँ अब अलिकति राम्रो बाटो आइपुग्नु लाग्यौँ, उमङ्गेहरूलाई कुर्दैछौँ। कहाँ हो खोइ, ऊ आयो। तर यो कन्स्ट्रक्सनले गर्दाखेरि यो बाटो नि फोहोर पारेको छैन पुरै है, तल अलि राम्रै होला। साना जान त मजा पो छ त यो, अब यहाँदेखि मजा आउँछ कि हिँड्न नि। म चाहिँ बुलेट लिएर फर्स्ट टाइम जाँदैछु मोहिनी गाइज, अरू बेलामा एफजेड चिताङ त पहिला नै आयो, चितलाङ त आएको हो, मोहिनी चाहिँ बुलेट लिएर गएको छैन अहिलेसम्म, एफजेडमा मात्रै पुगेको छु। अब हेरौँ, लेट्स सी। झर्नासम्म बाइक पुग्दैन, नत्र बाइक धोइदिनु हुन्थ्यो। फर्किँदाखेरि चाहिँ आएको त जाने होइन कहाँ, के अरे भेडाफार्मतिर भेडा हुन्छ त, जाउँला नि त, गान्द्राङ गुरुङ छ बाटो, मुड के हुन्छ त्यस पछाडि अनि। होइन त्यही बाटो हुँदै जाने होइन होइन र नि, अल्टरनेटिभ बाटो जाने, जाँदा त अल्टरनेट बाटो जाने, राम्रै बाटो जाने, फर्किँदाखेरि आउँला त्यो बाटो बरु। ल है गाइज, हामी चाहिँ चितलाङ आइपुग्यौँ ठ्याक्कै, यो मेन भिलेज अफ चितलाङ है। याद आइरह नि दिवस अलिअलि, हामी अस्ति पनि बस्यो उता तल, त्यो माथि त हामी कुन चाहिँ हो, यो हो कि ऊ त्यो हो, ऊ त्यो खै छैन त, उता क्या उता रातो ए ऊ त्यो परको चाहिँ होला। रमाइलो भएको थियो त्यहाँ पनि होइन, यो वर्कसप पनि याद छ मलाई। 10 रुपियाँ हो र 150 रुपियाँ, आमा 10 रुपियाँमा चेन टाइट गरेर मोबिल हालिदिएला नि त, 20 रुपियाँमा भन्ठानेको त 110 रुपियाँ माग्छ यार, 2टा बाइकको मोबिल हालेको। ल है पितलाङमा आएर हामी रोकिराखौँ, इक्कु पिताङ हुँदै रङ्गा नङ्गा रङ्गा, खै अहिले म यसरी हान्छु, म यसरी हान्छु, लिउ यहाँबाट हान्छु म, यहाँबाट यतापट्टि गयो भने कुले खाने हो, अनि यतापट्टि गयो भने चाहिँ हामी माथि दामन जाने बाटोपट्टिबाट यता झर्नुपर्छ, अनि त्यहाँबाट मोहिनी सिधै मोहिनी पुगिन्छ। त्यो बाटो चाहिँ मैले अस्तिको चोटि आउँदा डिस्कभर गरेँ लास्ट टाइम आउँदाखेरि, नत्र म जहिले यो हप्याक बाटो जान्थेँ, यताबाट पिच बाटो रहेछ कि। ऊ चुनावको प्रचार हुँदैछ गाइज, यसो हाई हेलो गरिदिउँ न त। हजुर नेपाली काङ्ग्रेस जिन्दाबाद, जय घन्टी जय घन्टी। केटो कुल्यानतिरै लागेछ। सो यो बाटो चाहिँ अल्टरनेटिभ हो होइन, हामी आउँदा चाहिँ यो बाटो आउँछौँ, फर्केर आउँदा योभन्दा 10 टाइम्स ब्याड होला त्यो बाटो अझ। उताबाट आउँदाखेरि थाहा हुन्छ क्या, मोहिनीपट्टिबाट आउँदा। हाम्रो भिडियो रखेकी छिन् आर्यले, रहिछिन् हो हाम्रो भिडियो हानिदिइरहेछिन् आर्यले, आर्यको नि हानिरहेछु मैले। Two seconds later. प्रचारमा लागि खै देखाउ त कस्तो त छ यहाँ, ए यहाँ हाम्रो हर्नी पनि चितलाङको चुनावमा लागि परिसक्यो। हाम्रो पुरै र्याली चलिरहेको, बाइकमा तेल हाल्नु पर्यो। ओ जय घन्टी, ल जय घन्टी जय घन्टी। जय घन्टी जय घन्टी। ल है र्यालीमा लागियो हामी। ओ
भट्टाउँछु है, म भट्टाउँछु सबलाई हो। रेकर्डै हानेर हिँड्छ नि मैले। हामी चाहिँ मोहिनीपट्टि लागिसक्यौँ गाइज। अब त्यो डिरेक्सन हेर्ने हो भने चाहिँ मेरो पुरानो भिडियोमा छ। सो त्यही हो, डिरेक्सन फर्किँदा देखाउँदा अहिले रेकर्ड गऱ्यो भन्दा नि गरेर हिँड्छ मैले। सो यहाँबाट चाहिँ अब अफरोड छ बाटो होइन, पहिलाभन्दा चाहिँ राम्रो बनाइसकेको छ। त्यही पनि धुलो छ यो बाटो चाहिँ होइन। 2 वर्ष पछाडि पुरै फोनमा कुरा गर्दैछ, उसलाई नि डिस्टर्ब गर्न मिलेन। हाम्रो नि भ्लगमा भिनाजुसँगको गफ देखाउनु भएन, त्यही भएर हामी चाहिँ अब मोहिनीतर्फ जाँदैछौँ गाइज। ल त्यही त हो, अब वाटर क्रसिङ आउँछ एउटा दुइटा, यसो रमाइलो हुन्छ। बाइक पर्फर्मिङ प्रिटी वेल अहिलेसम्म। घर जाँदाखेरि चाहिँ एकचोटि धुनुपर्छ, पुरै ध्वस्त हुन्छ बाइक चाहिँ। हामीले ऐसेलु खाएको ठाउँ यही हो दादा। असिम दाइ र म आएको बेला ऐसेलु खाएको यहीँ हो। पागल ऐसेलु फल्छ यार यो बाटोमा, सब ऐसेलुको झाङ हो कि यो। घङ्गारू खाँदै गएको थियौँ है हामी। मामाको फोटो छ नि घङ्गारू खाएको, म हालिदिन्छु गाइज। घङ्गारू चोर। जे होस् हामीले 50% अफरोड चाहिँ स्किप हान्यौँ कि त्यति बाटोले। सबभन्दा इन्टेन्स अफरोडै यहाँबाट कुलेखानी जानेपट्टि छ क्या। यताको त ठिकै मात्रै छ, यस्तै छ। अझ अहिले राम्रो बनाएको छ यो बेस हाल्यो कि, नत्र बेस थिएन नि यो बाटोमा पहिला। सो यहाँबाट चाहिँ अब हामी ठ्याक्कै 20-25 मिनट्समा पुग्छौँ है मोहिनी। बाटो चाहिँ अफरोडै हो, नजिकै छ, धेरै टाढा छैन। उता भने धेरै घुम्नुपर्छ हो, सर्टकट पनि हो क्या यो चाहिँ। पहिला चाहिँ यहाँबाट उता जान सकिएको थिएन, यहाँबाट ट्र्याक्टर चल्थ्यो। ट्र्याक्टरले चाहिँ अनि यो खोलो तार्थ्यो कि हामीलाई पछाडि हालेर, ढालामा हालेर। अहिले त पानी नै रहन्छ खोलामा, यति त बाइकले तरिहाल्छ। यो चाहिँ मेन सोर्स हो है कुलेखानी ड्यामको। कहाँ गयो केटाकेटीहरू, आइरहन् नि। बाइक चलाउनु चाहिँ सजिलो चाहिँ यही टाइममा हो, तर मजा चाहिँ आउँदैन गाइज यो टाइममा आउन। बरु हिलो खाएर डेस्टिनेसन चाहिँ सेक्सी भयो बेलामा आउनुपर्छ कि। तुझे देखा तो ये जाना सनम। मैले भने कलङ्गी भन्ने ठाउँ त्यो खोल्सामा पर्छ ठ्याक्कै। यो बाटो देखिरहेको नि, होटलको लाइन त्यो तलबाट वहाँ पुग्नुभयो ठ्याक्कै। ल त्यहाँबाट अनि जाने यो दक्षिणकालीको बाटो। ल है दिवस, कस्तो लाग्यो तिमीलाई ठाउँ? त्यही त, अझ त्योभन्दा उता पनि छ क्या। पुरै देखिँदैन होला, त्यो मास्तिर जानुभयो। त्यो भ्यू टावर छ नि, त्यहाँतिर जानुपर्छ होला क्या देख्न। त्यही छेकिन्छ होला सायद। सबै त देखिँदैन, सबभन्दा राम्रो देखिने ठाउँ नै यही हो कि मैले देखाएँ अहिलेसम्म चाहिँ। म जतिचोटि आएँ नि योभन्दा राम्रो ठाउँ मैले देखाएको छैन। यो बिचमा नि मन्दिर छ कि, ढुङ्गामा जाने ठाउँ। यहाँ बसेर ढुङ्गामा फोटो खिचेको थियो त हामीले, असिम दाइ र मैले। यही ढुङ्गामा वाक हान्दै आएको हामी त, लट्ठी टेक्दै। ट्रेकिङ आए ल। हेलो रोको, के छ, कस्तो लागिरहेछ? झरेर हेर एकछिन। बस तिम्रो नि पेन्टिङै भएछ त दादा आज। कस्तो लाग्यो ठाउँ? तिम्रो नि फर्स्ट टाइम हो नि यतापट्टि त, होइन त? ल है गाइज, हामी चाहिँ यो ठाउँलाई अब यसो एकछिनलाई बाई बाई भनेर मोहिनीतिर चाहिँ जाँदैछौँ। भर्खर एउटा सुमोलाई घन्टीको झन्डा देखाएर तर्साइयो। सो यहाँबाट चाहिँ 10 मिनटको बाटो हो, धेरै बेर लाग्दैन। अनि धुलो भएर दिवसको ढाड पुरै ध्वस्त भएर छ।
10 मिनटमा पुगिन्छ। केटो फेरि मास्तिर जाला उमङ्गे। कस्तो नाची चलाउँछ हौ उमङ्गेले बाइक। हामी चाहिँ हिँडेर जाँदा यहाँबाट सिधै झर्न मिल्छ होइन, तर बाइकमा चाहिँ घुम्नुपर्छ। ठ्याक्कै परको खोल्छुमा पर्छ। अब यहाँबाट देखिन्छ म मुन्टो फर्काउँदिनँ गाइस, फेरि उत्तानो फर्किएला फेरि होइन। अलि अप्ठ्यारो खालको छ हो। ल अब यहाँबाट सुई ओह्रालो अनि फेरि पारी तरेपछि उकालो अनि आइपुग्छ ठुलो। ओहो माई गड, वाट इज दिस? भुमरी। खै बिर्सिसकेँ। छ किन नहुनु। अस्ति नभए रोजिनको स्विमिङ पुलमा पऱ्यो नि, सिटै सारदिरा पुरै। रोजिन बसेको सिट त गरङ सारदिरा। शुभश्रीमा कपनमै हुँदाखेरि तलमा बस्ने आन्टीहरूको पिकनिक थियो क्या अफिसको। अनि त्यतिखेर जान्थेँ म अफिसमा गइरहन्थेँ, अनि त्यहाँबाट पिकनिक थियो क्या। उमङ्गेहरू पर्ने भयो क्या हो। रोक्यो ल, सजिलैमा रोक्यो केटोले ल। यस्तोमा चाहिँ गियर ब्रेकिङ जिन्दाबाद, 1 नम्बर हाल्ने, ब्रेक थिच्ने। वाटर क्रसिङ रहन्छ गाइज, मोहिनीमा पानी नै रहन्छ ल। मैले देखिसकेँ तिरतिरे मात्रै छ जस्तो त। यो खोलामा जति पानी आउँछ त्यति हो मोहिनीमा हुने। ठिक छ, केही छैन, हेरौँ न। बाटो देखियो हो त, जे भेटिन्छ त्यही हेर्ने हो हामी। आहा बाटो, आहा धुलो। असिम दाइ र म पहिलोचोटि यतापट्टि खोल्साङ गएर हाम फाले हो कि। यहाँनिर नि पानी जमाएको हो कि उता तल थियो। अब अहिले त थाहा छैन। पिकनिक बस्ने ठाउँ छ कि यता। आउँदैछ हाम्रो पहाडी राइडर। यहीँबाट देखिन्छ झर्ना चाहिँ एकचोटि। छैन होला झर्नै, के हेर्नु। रच ल, साउन्ड आइरह। कति रुपियाँ दिनु पऱ्यो एकजनाको? क्यास पैसा छ? 100 रुपियाँ देऊ त 4 जनाको। उता दाइलाई भेटेर आउँछु ल म। हेलो मेरो दाइ, के छ? धेरै पछि आइयो त। दिवस ध्वस्त भए, म झन्नै चिप्लेर लडिसकेँ। झर्ना चाहिँ यही हो, स्विमिङ हान्न सकिँदैन अहिले। अरू भने त्यस्तै हो। अस्तिको पालि आएर हानिहाल्यो नि स्विमिङ। ठिक छ, जे होस्, आनन्दको छ ठाउँ चाहिँ, रमाइलो छ। तर पानी लास्टै चिसो छ, धेरै बेर नभिजाओ। So, how is the Josh? Josh is gone. Josh is gone. गन भइसक्यो। नै बाटो मेरो लागि गन हो त तिमी त अहिले। मेरो लागि गन यस्तरी यसरी मनाङ जानै छ। मनाङ भन्दा अगाडि सर्ट राइड भेडा फार्म अहिल्यै जानु छ। ए भेडा फार्म मनाङ भनेर मैले त मेरो सोच अलि दीर्घकालीन। त्यो आकाशमा देखाउ न। ए धेरै लङ टर्म भयो। लङ टर्म भगर बन्न नि सिकाउनु पर्यो। फेरि आकाशतिर गइसक्यो हो, यत्तिकै हो। बाले तलतिर हेरेर हिँड्नु, बाले तलतिर हेरेर हिँड्नु भनेर भन्दै थियो कि। अनि हेर्न तलतिर हेर्न पाइहाल्यो ल। यसरी तलतिर हेर्न सकिँदैन नि त। बनाउनु अहिले भ्लग ए उमङ्गेले भ्लग गर्न खाँदैन केटा हो। म खाँदैन भ्लग खाएर चाहिँ भ्लग गर्न सक्छ होला। के खान्छौ तिमीले? मैले रेड बुल रेड बुल होला।
एनर्जी ड्रिङ्क होइन होला होइन होला अर्थकै होला होइन 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 है होइन लेखेर दिन्छु होइन है होइन लेखेर दिन्छु दिवसको ज्याकेट देखाउन आदि बाटोको आधी धुलो त दिवसको ज्याकेटमै त आदि ज्याकेट पाहाल्नुपर्छ यहाँ पखालेर सुकाइदेऊ न सो गाइज दिस इज मोहिनी सो म चाहिँ यहाँ नर्थ साइडमा आएको छु नर्थ होइन के हो वेस्ट साइड अनि उता तिनवटा यहाँ तिनवटा धमिरा जस्तो देखिरहेको चाहिँ हाम्रो साथीभाइहरू अनि यहाँ चाहिँ एउटा गुफा रहेछ कि यहाँ गुफा एक्सप्लोर गर्नु पर्ला जस्तो छ पानी परिरहेको यहाँबाट पनि पानी आइरहेको यहाँ चाहिँ केभ रहेछ कि एउटा ओए बवाल छ त यार चिप्लो रहेछ बाटो चाहिँ व्हाट इज दिस ओए यहाँभित्र चाहिँ गुफा है गइरहेको कि हाल गुफा यस्तोमा त जङ्गली जनावरहरू पनि बसेका हुन्छन् एक्सप्लोर दि अनसिन गाइज यस्तोमा चाहिँ क्या मजा आउँछ कि बस्न त्योमा टेक्सचर हेर्नु न वाउ त्यही हो ल कहाँ आइपुग्यो जस्तो लाग्दो रहेछ कि यहाँ त बवाल सब अल्छिजन हाम्रो साथीभाइ है मै अलि उटुङ्गेको त्यही हो ल दिस इज मोहिनी अब हामी चाहिँ निस्किन लाग्यो यहाँबाट अनि गएर खाजा खानु पऱ्यो त्यस पछाडि घर जानुपर्छ व्हाट इज दिस ल है लेट्स से गुड बाई टु दिस प्लेस ल अब हामी चाहिँ जान लाग्यो हजुर अब घरतिर अब खाजा खाने जान्छौ जाऊ ल नलड्नु है धन्यवाद दाइ धन्यवाद मेरो चाहिँ सुनिल केसी हो 2 नम्बर है 4 को पुकार 2 4 मा त पुकार भम यसपालि स्योर घन्टीकै हो अरूको चान्सै छैन 2 नम्बर चाहिँ बस 2 भोट 4 पुकार भम धन्यवाद दाइ जय घन्टी ल भिडियो बनाइदिउँ है चुनावमै उठ्छु कि यतिको सम्मान पाएपछि होइन त्यस्तो त पाइएन नि त हामी जिताउनेमा पर्ने हो भोटर हो नि हामी ल है मोहिनीमा हामी घन्टी भाम जय घन्टी दाइ जय घन्टी के भएछ अरे जय घन्टी भने के जय घन्टी जय घन्टी जय घन्टी यता देखाउ न हाम्रो निलो 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 अटो निलो निलो प्रचार निलो निलो खादा निलो मान्छे अब हामी चाहिँ जाँदैछौँ है त वी आर रिटर्निङ फ्रम मोहिनी अनि यस्तै यस्तै भयो अब बाइकमा भेटौँला सी यू अन द राइड अन द वे सो हामी चाहिँ फर्केर फेरि चन्द्रगिरीको डाँडा आइसक्यौँ केटा हो धुलोले ध्वस्त भइहाल्छ है पुरै
डामाडोलै भइया त धुलोले चाहिँ खै उमङ्गहरूलाई कुर्दा कुर्दै हाम्रो त आज दिनै आधी त कुरेरै गयो अब सुस्त आइरहेको केटो लड्या हो कि के हो थाहा छैन खुट्टा चिप्ले भन्छ कहिले कहिले के भन्छ मेरो नि गोप्रोमा फुल चार्ज भइसक्यो यो कुर्नी र हिँड्ने उसमै बल्ल आए केटाकेटीहरू अब यहाँबाट त 15-20 मिनट त हो नि होइन ठिक छ उज्यालैमा हिँड्ने थियो उज्यालैमा घर फर्किने भइयो दोस्त DHOSTA ढोस्टा A few moments later. ब्याक गियर अड्केरै ठेल्नु पऱ्यो केटा हो अलिकति हेल्प गर्नु पऱ्यो अरे त्यो चाबी अफ गर त खेल्नु ल 1 2 3 हान्नु पऱ्यो नि ल 1 2 3 न्युट्रल गयो ठेले केटा ठेले ल ठेले ल भ्याउँछ कि च्याप्नु अलिक भाइ फेरि लग्यो उसले ड्राइभर चाहिँ कतिले रहेछ ल जाउँ है हामी ठेला भइन्छ फेरि उयो बस जान्दै हो म नआइकन त गाडी नै सरेको थिएन जस्तो भयो आधी घन्टा त यहीँ बित्यो हाम्रो ठिक छ नि अरे गाडी ठेल्न आउनु पनि तैँले ठेल्या भए जान्थ्यो होला म्यान पावर भन्ने नि खत्रै चिज हो होइन बस ह्युमन पावर बस भयो ल जाउँ हामी जाउँ है घर नै नबदिरहेको बजाउनु खोजेको नबदिरहेर नि पागल रहेछ पागल हो कि गाडी बिग्रियो अब 3 नम्बरभन्दा उता गएकै छैन अरे अनि सर्दै सरेन अरे त्यो हाइलेक्सवालाले नि हेरेको त्यो 4 व्हिलवाला होइन रहेछ नि त रेयर व्हिलवाला रहेछ 3 नम्बरमै आउँछ केटो अब क्लच प्लेट गयो के थाहा त्यसको नि ब्याग हाल्दा हेर्दै ड्राइभर बिचरा केही नजान्ने खालको रहेछ ओजो जुङ्गा रेही नै नबस्यो मेरो त है ल है केटा हो धेरै बेर पछाडि राम्रो बाटो आएपछि पनि ठन्डा हुँदो रहेछ अलिअलि पनि ठन्डा कुल हुँदो रहेछ होइन सुत्यौँ कि क्या हो भनेको तिमीलाई 2 हात छोडेर यो बाइकको कस्तो राम्रो छ क्या ब्यालेन्स यतापट्टि चाहिँ हो कि तिमी यता गयौ नि त त्यही भएर हो कि त्यस्तो गऱ्यो भने त गयो लोतिहाल्छ यहाँ छोडिदिउँ त हात आफ्नै इच्छामा है त ल म त नै भन्दिनँ तिमी भन नगरौँ होला नगरौँ नि त्यस्तो है त त्यही हो अब काठमाडौँ आइपुगिहाल्यो हाम्रो गाउँ हाम्रो ठाउँ हाम्रो त्यही हो होइन हाम्रो बस्ती अनि आज चाहिँ डिआई पनि ठेलियो म नभए त गाडी नै नसर्ने रहेछ कस्तो तागतवर हामी है हामी तिमी र म हामी 2 जना नभए त्यो गाडी त त्यहीँ बस्ने रहेछ रातभरि आज मोहिनी झरना चाहिँ यस्तै भइहाल्यो गाइस अब चाहिँ हामी घर जान्छौँ अनि अलिअलि सरसफाइ गर्नुपर्ने भए बाइकलाई पनि मान्छेलाई पनि होइन सो त्यही नै हो अब आजको भ्लग यहीँ टुङ्गाइदिन्छु मैले यता जान्छ न अगाडि जान्छ न पछाडि जान्छ राम्रै फसियो जाममा त्यहाँबाट उता पुरै पेलेर आइसक्यो उता यहाँबाट पेल्छ यहाँ पेल्दैन क्या